Feeling so peaceful. पुरै झिलिमिली बत्ती कस्तो मजाको सिटी. दिस इज सो ब्युटिफुल. एकदमै दामी ठाउँ. बत्तीले अझै बवाल दिएर Welcome from another day with the beautiful place. So, अब म चाहिँ एकछिन घाम ताप्न आएको भने जस्तै भइरहेछ. घाम तापेर बसिरहेको छु. जानुपर्ने कुलेखानी अन द वे. तर दामी हिमाल देखिरहेछ है. हिमाल अब मेरो क्यामेराले राम्रो देख्दैन, तर आँखाले चाहिँ बबाल नै देखिरहेछ क्या पुरै. सो रोकेर खिच्नै मन लाग्यो. सो आजको हाम्रो भिडियोमा चाहिँ स्टार्ट कहाँबाट हुन्छ भने यो तलको बस्ती चाहिँ फर्पिङ भयो. म चाहिँ ट्याक्कै हुमाने भन्ने ठाउँमा छु र गोइङ टु कुलेखानी है. I'm out from Kathmandu Valley, so that अलिक ढिलो भयो ल. हुमाने हुँदै कुलेखानी जाँदै गर्दा यो के खोला भन्छ, फाकेलडाँडाको खोला, त्यो पल्लो डाँडाको मुनिबाट क्रस हुनुपर्छ कि र है जानुपर्ने चाहिँ. सो अगाडि हेर्दै जाउँला. सो आइम हियर. यो चाहिँ कुलेखानीको ड्याम. त्यहाँ नजिक ड्याम छ. त्यो पारी गाउँ कस्तो पारिलो न्यानो घाम लाग्दा है. अब यहाँबाट अलमोस्ट यसरी 4-5 किलोमिटर जस्तो होला हाम्रो डेस्टिनेसनमा. दृश्य है. फिनिसिङ भएको नयाँ घर पनि क्या भन्न थालिसक्यो. दिस इज रियली नाइस होइन. पछि यहाँ लाइटहरू मात्रै हालिदिनु छ. यत्तिकै राम्रो देख्छ. ल्यान्डस्केप यस्तो भयो. फाइनल कोट कलर हाल्नु पायो भने एउटा स्टोर फर्निचरको थोरै काम. बेसिन, यो किचन अलमोस्ट ठिकै छ भनौँ न. त्यसमा चुल्हा इमिडिएटली अर्डर गर्नुपर्ने भयो होइन.
यसलाई व्यवस्थित गर्नु पर्दछ। यो चाहिँ पार्किङ। यो वाल त लगाउनु गरिहाल्नु पर्ने हो तुरुन्तै। ओहो what is this? दिपेन्द्र यो ओरिजिनल भन्दा कति तल गएको छ? ओरिजिनल त्यहाँसम्म मात्रै हो र? जम्मा 4 भाइ हो? जम्मा 4 भाइ? 4 भाइ। एकजना लेबर पछि बढाउने हो। लेबर मान्छे बितेरै भनेर बसिरहेको छ। अब नागरिकको लास्ट ढलान। Right. ताले भएछ। बरोसम्म छ होइन एलडी। यो कभरहरू चाहिँ लाउनु ल सर। कभरहरू चाहिँ यसो ध्यान गरिदिनु लगाइदिनु ल। यो मुभ भइसक्यो होला कि कभरहरू।
सबैमा होइन एक दुईवटा ठाउँहरूमा चाहिँ अनसुबार लन्च बारिदिनुपर्छ यस्तोमा चाहिँ होइन हन्चबार चाहिँ राख्दै भए राम्रो हुन्थ्यो ठिकै छ होइन कि यो सबैमा होइन सबैमा छैन रहेछ केहीमा छ रहेछ कि यसमा छैन सो यस्तो छ हाम्रो यहाँ कोइलीखानीको साइड चाहिँ यो लाक्लिक रिजोर्ट एन्ड स्पा रुमको बाल्कनीबाट अलिक एडभेन्चर टाइपको भयो यो राइट lovely so है जानु पर्यो अब फेरि अर्को बालुवा आएछ त काका नमस्ते अघि भर्खर आएको सन्चै हुनुहुन्छ ए बालुवा त 3 थरीको भयो त हौ यो त माटो हो कि बालुवा हो धेरै त्यो आउँछ यसमा मोहन भाइ you are in my vlog है वेलकम सबैजनालाई वेलकम छ हाम्रो टाइगर भ्लगमा हैन यसो कुलेखानी पनि घुम्न आउनु लाक्लिक रिजोर्ट एन्ड स्पा अर्को सरले चाहिँ यहाँ नजिक भनेको बनाउँदै हुनुहुन्छ वेलकम नाम छोडो छ जस्तो ल वेलकम इन माई भ्लग है 2 शब्द जाओस् न त 2 शब्द जाओस् न त 5 शब्द बोल्नु भयो नि त हजुर यो डाँडा कटेर अर्को डाँडा जानुपर्छ म सन्चो छैन बिरामी छु है त्यही भएर घर जान्छु अब म सायद तपाईँले मेरो युट्युब च्यानल सब्सक्राइब गर्नु भएको छैन होला है हो र तपाईँ अस्ति मेरो भ्लगमा आइसक्नु भयो
इन्टरनेसनल भाउ छ अँ उहाँकै हेडी भ्लग एउटा उम्, यसको यो भिडियो हाल्नु भनेको बब्बल लाइक भइरहेको सिरियल मलाई साथीले सेयर गरेको फेरि टिकटकमा होला। तिम्रो हो भन्दै थियो टिकटकमा टिकटकबाट होइन उहाँ इन्स्टाग्रामबाट साथी चाहिँ इन्स्टाग्रामबाट सेयर गरेको थियो मलाई टिकटकमा इन्स्टाग्राममा सबैमा हाल्नु परेछ भाउ अँ अनि उहाँको अझै एउटा भाइरल भएको थियो एउटा भिडियो मुगिङको थाहै छैन मलाई एकदम भाइरल भएको थियो के थियो त्यहाँ अपलोडको बारेमा भन्नुभएको थियो ए बाटो त्यस्तै त हो मुगिङको बाटो यसमा त हिलै छ क्या हो यो कताबाट आएको त यो बलुवा यो बलुवा कताबाट आएको मिसाएर हाल्नु लाउँछु म भोलि मिक्स चाहिँ एक यता एक यता गर्नु स्लेट चाहिँ त्यस्तो छैन रहेछ होइन स्लेट भन्छ के के भन्छ तपाईँको यो भिडियो अब हप्ता 10 दिन पछाडि आउँछ आउट हुन्छ यता जाऊँ न मेरो बाइकको चेन्ज पकेट गाह्रो छ है उकालोमा पो अस्ति त्यो चेन्ज पकेट गएको बाइक यहाँबाट उकालोबाट चढाएको चढाउनै सक्दैन के उकालो फाइनेन्समा काम गर्ने एउटा दाइ रहेछ यहाँ तल के बिहार आएको एकचोटि म्याच जान्छु ल यो पनि लाक्लिक नै हो यो अगाडिको अनि लाक्लिकको इन्भाइरोमेन्ट भन्नुपर्दा यही हो इन्द्र सरोवर ताल यो तल मार्खु अनि ऊ त्यो माथिको सेतो के हुन्छ सेतो भेडा हुन्छ भेडा ऊ त्यो भेडा फार्म लाक्लिकको doorway. This is the doorway of Laklik Resort, the spa. पछाडिको रेस्टुरेन्टबाट जाऊँ न हामी निबुवा कागती आमा लगाउने हो सौरानी यसलाई हेर्नु न माटो खसेको यो रेनिङ भन्दा अगाडि हामीले त्यो भेट्री भर हाल्दै गयो अहिले हरियाली हुन्थ्यो भेट्री भर यो चाहिँ लाक्लिकको आउटडोर डाइनिङ कत्रो हुन्छ है यहाँ चाहिँ हाम्रो कतिवटा रुम छ अरे सर सर हाम्रो रुम कतिवटा छ हजुर हाम्रो रुम कतिवटा छ यहाँ यहाँ हाम्रो अहिले 6वटा छ 6वटा पछि गएर एउटा थप्ने कुरो छ हाम्रो ओके टोटल 7 तर यहाँबाट यो घर पनि दामी देख्दो रहेछ यार अलिकति भिन्टेज टाइपको क्या यहाँबाट यति सो हामी फर्किँदै ब्याक टु काठमाडौँ कुलेखानीबाट अलिकति मेरो अनुहार हेर्न नलागेको छ थकी बिरामी बाँच्छु म त्यही पनि भिडियो रेकर्ड गर्दै साथीभाइलाई देखाउँदै केही छ भन्नुलाई हो ल त्यो तल चाहिँ ड्याम छ है त्यहाँ तल चाहिँ ल सी यू केही समय बाद
हामी यस्तो अवस्थामा छौँ, यो अवस्थामा छौँ। बाटो यो हो डेस्टिनेसन। गाह्रो भयो यार भाइ मलाई। कुले खाने सन्चो भएन मलाई, लास्टै गाह्रो भयो। यहाँ पर यतातिर कतिवटा पुग्नु भइसक्यो मलाई। उमानेमा छु। सो सी यू भेरी सुन। अब उमानेबाट कर्फेन्ड लाग्यो, यस्तै गाह्रो भइरहेछ। त्यही पनि बाइक चलाउनु परिरहेछ। कि चलाउँछ जस्तो बाइक चलाउनु चिसो छ। ल सी यू भेरी सुन। भर्खरै कहाँ 14 काठमाडौँ आइपुगेको जस्तो। दुईवटा प्यारासिटामोल खाइदिएँ मैले। अझै त सास फेर्नु भएको जस्तो लाग्छ। अब म घर जान्छु, अब 10-15 मिनट पुग्छु होला। त्यसपछि लाउनुपर्छ। सादा बाटो चोक मेरो अवस्था। कतिखेर घर गएर ढल्नु भइसक्यो मलाई। त्यति चिज कति टाइम